यो चाहिँ के फिक्कल हो नि? फिक्कल बजार। फिक्कल बजारबाट सानो भेन गाडीमा चढेर हामी लाग्यौं श्री अन्तुतिर। नमस्कार, विजयको ब्लगमा फेरि स्वागत छ। फिक्कलबाट श्री अन्तु जाने बाटो साह्रै नै सानो रहेछ, त्यसैले साना गाडी मात्रै जाँदा रहेछन्। पहिरो गएर होला बीचबीचमा बाटोहरू निकै भत्केको पनि रहेछ। डोकोको प्रचलन अझै पनि हुँदो रहेछ पहाडतिर। यहाँ चाहिँ सबैतिर पहाडमा चियापत्ती मात्रै लगाइदो रहेछ। झन्नै 1 घन्टा ओकालो ओह्रालो बाटो ट्रेभल गरे पछाडि हामी आइपुग्यौं श्री अन्तुको कोटेज एरियामा। यो एरियालाई चाहिँ लेक साइड कोटेज एरिया भन्दो रहेछ अनि यहाँ धेरै कोटेजहरू पनि पाइँदो रहेछ। त्यो नाम यो के अरे तपाईको नि यो सनराइज हेर्ने ठाउँ चाहिँ कति हो टाढा? हजुर, सनराइज जाने यहाँबाट चाहिँ 2-3 किलोमिटर पर्छ। 2-3 किलोमिटर पर्छ। हामीले चाहिँ स्टार कोटेजमा कोटेज बुक गर्ने भयौँ, त्यसैले नाम दर्ता गरेर लाग्यौँ कोटेजतिर। मेरो विजय मैनाली। अरे कता घाम हेर्ने चाहिँ हजुर हजुर ऊ फरक हो होइन फेरि कहाँ आयो? हाउस द जोस जोस त गलिएको छ। गल्यो पुरा। अब भोलि बिहान अझै गलिन्छ। कोटेजहरू सानो सानो भए पनि साह्रै नै राम्रो चिटिक्क परेको रहेछ। सल्लाको रुखको काठले बनाइएको रहेछ कोटेजको इन्टेरियरहरू। खिड्कीबाट बाहिरको भ्यू पनि साह्रै नै राम्रो देखिँदो रहेछ। त्यो पर देखिएको पहाड चाहिँ दार्जिलिङको पहाड अरे। अनि कोटेज कस्तो लाग्यो तिमीलाई? बढिया छ। खै कहाँ छ बाबु? सबै यो काठको रहेछ नि। काठकै हो यो, जङ्गलको काठको होला नि त। कति राम्रो। बाथरुमहरू पनि राम्रै हो यत्तिको हैन, गिजरहरू पनि रहेछ। यहाँ चाहिँ एक छिनमा पानी परिरहँदो रहेछ। बहुत चिसो हो यहाँ त। अनि यस्तो चिसो मौसममा मोमो खानु भन्दाको मजा अरू केमा आउँछ र, होइन? हागियो पानी रहेपछि बेलुकी हामी यसो लेक साइड डुल्न भनेर निस्क्यौँ। यहाँ एउटा सानो लेक रहेछ, सायद त्यसैले यो ठाउँलाई लेक साइड भनिएको होला। यहाँ चाहिँ दाम बेसी होला हजुर। यो लेक साइड एरियामा चाहिँ धेरै कोटेजहरू पाइँदो रहेछ, कुनै धेरै प्राइसको र कुनै थोरै प्राइसको पनि। एकैछिन लेक साइडमा डुलेर हामी रिटर्न भयौँ आफ्नै कोटेजमा। अनि अलिकति मासु पोलेर खानु पर्यो भनेर बार्बिक्यू बनाउन पनि लाग्यौँ। अनि छोरी चाहिँ आलु पोलेर खाने अरे। जाडो भएर कुकुरहरू हेर्नु न कहरी कामेका छन् यहाँ। अनि हामी पनि भातसात खाएर लाग्यौँ सुत्न भनेर। भोलि बिहानै सनराइज हेर्न जानु पनि त छ।